त कहिले देखिन्छ न त कहिले सकिन्छ। के भन्न खोजेँ भने यो घरको काम चाहिँ हामी खास गरी लेडिज मान्छेको काम चाहिँ कहिले सकिँदैन न देखिन्छ पनि। त हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरलाई मेरो अर्को नयाँ एउटा मिनी ब्लगमा गाइस। त मैले चाहिँ निकै दिन भयो 3-4 दिनमा भिडियोहरू बनाएको थिइनँ। आज चाहिँ मैले साँझदेखिबाट यो भिडियो स्टार्ट गरेको गाइस। बिहानदेखि चाहिँ मैले बनाइनँ यो भिडियो भन्दा पनि आजभन्दा दुई दिन अगाडिको भिडियो म चाहिँ अब आज भोइसहरू गर्दैछु र पोस्ट गर्दै। यति अल्छी लाग्दैछ भने नि भिडियो गर्नको लागि, त मलाई भिडियोहरू सुट गर्न पनि बनाउन पनि बिल्कुल मन लागेको छैन। त यता चाहिँ साँझ पनि पर्यो अनि भित्र चाहिँ मैले लाइट जलाएको थिएँ, बाहिर चाहिँ जलाएको थिइनँ, अनि टाइम भएको थिएन। अनि अहिले चाहिँ मैले साँझ पर्यो भनेर पुरै अनि बाहिर पनि लाइटहरू जलाएँ। जलाएको बादमा अनि फेरि किचनमा आएँ। किचनमा चाहिँ अब छोरो चाहिँ छिटै सुत्छ त्यसैको लागि अनि मैले चाहिँ छोरालाई त खाना पनि बनाइदिएकी छु, हेर्न सक्नुहुन्छ। पनि उतातिर पाक्दै गर्छ त यता म कपडा पनि मिलाउँछु भनेर मैले चाहिँ बिहान कपडा धोएर सुकाएर थिएँ। यति कपडा हुन्छन्, डेली कपडा हुन्छन्, धुन्न भन्दा त अब जस पाइँदैन कपडा चाहिँ। अब धोएर अनि फेरि सुकेर चाहिँ अनि उठाएर मैले राखिरहेको थिएँ ओछ्यानमा। अनि यो चाहिँ अब पुरा सिजिल गरेर फेरि राख्नु पर्यो एकै ठाउँमा होइन। यो कपडाहरू पनि पुरा अलग अलग राख्नु पर्यो, छोराका अलग, हस्बेन्डका अलग, अनि यहाँ बाबुका नि कपडाहरू छन्। अनि मैले चाहिँ यता उसको पनि कपडाहरू फोल्डिङ गरेर पुरा यता राखिदिँदैछु। मलाई यत्तिकै अब राखेको मन पर्दैन। अब आफूलाई अब सकि नसकि सन्चो नभए पनि मन लागेन गर्दिनँ, भोलि गर्छु भन्न त भएन। यतिकै ओछ्यानउदी कपडाहरू राख्दा पनि राम्रो देखिँदैन, राम्रो लाग्दैन पनि सिजिल गरेर राखेन भने। अनि यहाँ म चाहिँ एउटा एउटा गर्दै फोल्डिङ गर्दै ओर्दै यता छोरालाई पनि भोल्याउँदै अनि म चाहिँ यहाँ कपडाहरू पनि मिलाइराखेको छु। हस्बेन्ड पनि हुनुहुन्न, ड्युटी जानुभएको छ। अनि यता चाहिँ मैले फर्सीको फुलहरू पनि टिपेर राखेँ साँझ अगाडि नै। यो चाहिँ किन राखेँ भन्दाखेरि पकौडा खानको लागि भनेर। हस्बेन्ड चाहिँ जानुभएको थियो ड्युटी, तँसँग आज चाहिँ भन्नुभयो म आएर पकौडा पकाउँछु अनि फुल टिपेर राख्नु भन्नुभयो। बिहान चाहिँ पुरा मजाले फुलेका हुन्छन्, किनभने त यता चाहिँ अब बेलुका चाहिँ पुरा घामले सुकेका पनि हुन्छन्। अनि दिउँसो चाहिँ अब बेलुकासम्म त्यति हुँदैनन् पनि अलिअलि रहन। मैले चाहिँ टिपेको बादमा चाहिँ यतापट्टि अब साँझको अब नित्य पूजाहरू हुन्छ होइन। त पूजाहरू म चाहिँ गर्दैछु, हेर्न सक्नुहुन्छ। साँझ पर्यो, एउटा दियो नबालुन्जेलसम्म र पूजा नगरुन्जेलसम्म शान्ति पनि मिल्दैन, घर घर जस्तो पनि लाग्दैन हो किन भन्नु त। घरमा बस्दाखेरि त यो घरको काम गरेर पूजाहरू बिहान बेलुका गर्नै पर्यो। मन्दिरहरू जान नभ्याए पनि अब घरको नित्य पूजाहरू त भ्याएसम्म सधैँ गरेकै अब राम्रो होइन भन्नु त। अनि यता चाहिँ म पूजाहरू पनि गर्न थालेँ। यता चाहिँ मेरो मुखमा हेर्न सक्नुहुन्छ पसिना कस्तो भइरहेछ, कस्तो गर्मी भइरह नभन्नु न कस्तो। अनि यस्तो गर्मी भएको छैन, मैले अस्तिको भिडियोमा भनिहालेको थिएँ म पुरा साँझमा र बिहान चाहिँ म एकदम सर्ट कपडै गर्मीमा यस्तै लाउँछु भनेर। अब मैले अस्ति भनिहालेको त भिडियोमा, त्यो भिडियो जसले हेर्नुभएछ उहाँहरूलाई थाहा छ, भनिराख्नु भने एउटै कुरा कति रिपिट गर्नु राम्रो पनि लाग्दैन मलाई चाहिँ। अनि यता चाहिँ पूजाहरू पनि गर्दै थिएँ। अनि यतापट्टि अनि हस्बेन्ड पनि आउनुभयो, हस्बेन्ड चाहिँ जानुभयो अब दिनभरि ड्युटी गरेर कामबाट आउनुभएको, अनि नुहाउन जानुभयो, गर्मी पनि कस्तो छ। अनि हेर्न सक्नुहुन्छ बाबुले चाहिँ छोरालाई बोकेर त पागरतिर ल्याइरहेछ, म चाहिँ पागरमा काम गर्दैछु अहिले फेरि। अनि पसिनाले कस्तो भइसकिरह, मैले चाहिँ भित्र फ्यानमा लगेर राख, यहाँ गर्मी छ भनेर पठाइदिएँ। अनि म चाहिँ यहाँ दुध पनि गरम गर्दैछु, हेर्न सक्नुहुन्छ। अब साँझ पनि पर्यो अनि हस्बेन्ड पनि आउनुभयो। अनि अब दुईजना बसेर अब चिया चाहिँ सँगै खाने भनेर। दिउँसोको खानाहरू पनि आजकल चाहिँ टाइम टेबल अब हामीहरूको सँगै खाने ओर्ने मिल्दैन। अगाडिको भिडियोमै मैले अब भनिहालिरहेको थिएँ होइन, केटाकेटी हुँदाखेरि त्यस्तै हुन्छ। अनि मैले चाहिँ त दुध पुरा गरम भइसक्यो। अनि अर्कोतिर चाहिँ यतापट्टि छोराको लागि खाना पनि पकाइदिइसकेँ। अब छोरालाई पनि बेलैमा पकाइदिनु पर्यो। अनि चायहरू पाएको अनि मैले साँझकोमा चाहिँ छिट्टै नै अनि पापडहरू पनि फ्राई गरेँ। पापड फ्राई गरेको बादमा चाहिँ त न्युटेला आलु चाहिँ मैले बोइल गरेर राखिरहेको थिएँ। हस्बेन्ड चाहिँ आउनुभयो, मिठाई ल्याउनु भएछ। अनि यता चाहिँ तामुल, एउटा तामुलाई चाहिँ 10 टका पर्न थाल्यो है गाइस। अहिले माछा पनि ल्याउनु भएको रहेछ, तेल आलुहरू घरको सामानहरू त्यही त हो नि त होइन भने त। जो सामानहरू ल्याउनु भयो, यो सामानहरू यत्तिकै राखेर पनि भएन। यो चाहिँ थाहा सामानहरू म चाहिँ अब सिजिल गरेर राख्छु भनेर अनि यो चाहिँ राखेँ। उसको बादमा चाहिँ फेरि यता छोराको लागि पानी गरम गर्दैछु। अब मेरो छोरा चाहिँ पुरा 6 महिना कम्प्लिट भएर 7मा लाग्यो। अनि फोटो एउटा सुट गरिदिनु पर्यो भने केटाकेटीको फोटो उठाउनु चाहिँ त्यति सजिलो छैन। चियाहरू खाएँ अनि मैले चाहिँ केक ल्याइदिने एउटा सानो भनेको थिएँ, हस्बेन्डले आउँदाखेरि चाहिँ केक ल्याइदिनु भएको रह। अनि छेउमा राखेर म चाहिँ फोटो उठाइदिन्छु भनेर सोचेको थिएँ। यहाँ न हालत कस्तो गर्यो। अनि मेरो छोरालाई चाहिँ फर्स्ट टाइम केक खाएको है गाइस, हेर्न सक्नुहुन्छ। यस्तो मन परायो नि, पछि मुख कस्तो पारेर सेकेन्ड टाइम चाहिँ राम्ररी खायो।
केटाकेटीको फोटो उठाउन भन्नुहुन्छ भने यस्तो मुस्किल काम हट्ठ केही पनि होइन। जसै तसै भोलि आएर म चाहिँ बेसी फोटो उठाउनु पनि पाइनँ, 1-2टा मात्रै उठाइदिएन, हाल कि हाल्न सक्नुहुन्छ। अनि जस्तो दिए थियो मसँग चाहिँ त्यसैले मैले चाहिँ अब सिम्पल खालको डेकोरेसन गरेँ अनि फोटो उठाएँ। यसै चाहिँ अब फोटो उठाउँदाखेरि सेतो कपडाहरू राखेर अनि त्यसलाई सजाउँदाखेरि चाहिँ झनै राम्रो देखिन्छ। मसँग चाहिँ सेतो कपडा थिएन, एउटा थियो, निकै त्यो अब लेतेरा भइरहेको थियो अनि राम्रो लागेन मलाई चाहिँ। अनि मेरो सल राखेर मैले चाहिँ गरेँ। अनि फोटोहरू उठाएको बादमा उसलाई चाहिँ मैले कपडाहरू पनि चेन्ज गरिदिएँ। कपडाहरू चेन्ज गरेको बादमा चाहिँ यता चाहिँ चियाहरू खाएर हस्बेन्ड पनि नुहाएर आइसक्नु भयो। अनि तेल लगाइदिन्छु एकछिन भन्नु, अस्ति चाहिँ मलाई पुरा ज्वरोहरू आइरहेको थियो नि त, त्यसैको कारणले उसलाई पनि ज्वरोहरू आइरहेको थियो। अनि ज्वरो सर्दी आइरहेको थियो। अनि आज चाहिँ तेल लगाइदिन्छु भन्नु, गर्मी त कस्तो छ, फेरि यसलाई पनि झन् गर्मी हुन्छ। गर्मी भन्दा त भएन, तेल लगाइदिनै पर्यो। यता चाहिँ बाबु उसलाई भुल्याइराखेको छ एकदम, कोही बेला त झर्को पनि लाउँछ। अनि यता चाहिँ भुल्याइदिइराखेको छ, बजार हेर्न सक्नुहुन्छ। अनि तेलहरू लाउँदा पनि त्यति साह्रो झर्को त मान्दैन, तर गर्मीको बेला चाहिँ एकदम मुरमुरिन्छ। अनि यता चाहिँ हाम्रो तेलहरू लगाइसकेको बादमा हस्बेन्डले पनि खानाहरू पकाएर रेडी गर्नुभयो। खाना त मैले अघि भनिहालेको थिएँ, माछा ल्याउनु भएको थियो आज भनेर। अनि बाबु पनि यता खाना लाग्दै थियो, हामी चाहिँ भित्रै खान्छौँ, यस्तो गर्मी छ त्यसैको लागि। मैले चाहिँ सानो एउटा मिनी ब्लग लिएर आएको छु। हुन्छ त गाइस, कस्तो के लाग्यो कमेन्ट गरेर चाहिँ भनिदिनु होला।